एभ्रिवान वेलकम टु माई न्यू ब्लग अनि स्वागत छ मेरो यो नयाँ ब्लगमा। आज चाहिँ मेरो छुट्टी थियो अनि म चाहिँ अहिले बाहिर जाँदैछु मलेसियाको सिरे हर्तमासमा छु हामी अहिले चाहिँ। अनि मलेसियाको चाहिँ यहाँ यस्तो छ है त। अनि उहाँ हुनुहुन्छ हाम्रो देव दाजु। कहाँ रे तपाईँको घर दाजु? सुर्खेत, पश्चिम सुर्खेत, पश्चिम। यो चाहिँ हाम्रो ग्राफ ग्राफमा चढ्नुहोस्। यो चाहिँ मलेसियाको बाटो। दामी छ है बाटो। हाम्रो नेपालमा कहिले हुन्छ यस्तो बाटो? हामी दाजुभाइ चाहिँ आज छुट्टी मनाउन जाँदैछु होइन। हेर्नुहोस् मलेसियाको यो वाट इज नेम दिस वान? यो त को रहेछ ल। अहिले चाहिँ हामी ठ्याक्कै कोत्राको यो घन्टाघर अगाडि आइपुगेको छौँ। यो चाहिँ हाम्रो कोत्राको नेपाली घन्टाघर होइन देव दाजु? यो नेपालीहरू बस्ने एरिया। यहाँ चाहिँ नेपाली रेस्टुरेन्टहरू पनि छ तल। अहिले चाहिँ हामी यहाँ नेपाली रेस्टुरेन्टमा आएको छु अनि देव दाजु र म चाहिँ यहाँ खाना खानुलाई वेट गरिरहेको छु। खाना चाहिँ अर्डर गरिसकेको छु। अब चाहिँ एकछिनमा हाम्रो खाना आउँछ, त्यसपछि खाना कस्तो हुन्छ। तातो छ? ल ठिक छ। के छ नाना हालखबर? दसैँ कस्तो भयो तपाईँको? एकदम बिन्दास। यहाँ देव दाजु मोमो खाने भने भिडियो बनाउने भने क्या मोमै खानु सक्नुभयो। तपाईँको मोमो कति धेरै तातो हो? हो र? अब अर्कोचोटिदेखि चाहिँ उसमा आगोमा नपाउनु। मोमो कस्तो रहेछ मलेसियाको मोमो? एकदम मेरो सलाद आयो। वा दामी छ त सलाद। तपाईँ पनि दामी हुनुहुन्छ त्यही भएर हो नि। कसले बनाउनु भयो यो सलाद? दामी बनाउँछ, बब्बल बनायो साँच्ची नि। यो चाहिँ मेरो फ्रुट सलाद बबाल छ नि। के छ तपाईँ भिडियोमा बोल्नु मिल्छ मेरो भिडियोमा? दसैँ लागेको छ आइस। तिहार लाग्छ। तिहारमा चाहिँ टिका लाउनु पऱ्यो होइन? टिका लाउने कुरा भयो है त यहाँ नानासँग चाहिँ होइन। तिहारमा पक्का हुन्छ नाना? हस् हस् हस्। सम्झेको के छ तपाईँको टिका लाउने हो कि तपाईँ अर्कै विचार छ होइन भाइ? अहिले चाहिँ हामी मलेसियामा छौँ। मलेसियाको चाहिँ यो ट्याल टावरको अगाडि हामी बसिरहेको छौँ। अहिले चाहिँ म खानासाना खाएर बाहिर निक्लेको छु। अनि यहाँ हाम्रो मेरो साथीहरू हुनुहुन्छ दुईजना क्यामराम्यान। अहिले चाहिँ म ट्रेनमा जाँदैछु।